माननीय सभामुख महोदय, अहिले हामी निजीकरण विधेयक 2081 को दफावार छलफलको क्रममा छौँ। सभामुख महोदय, प्रस्तुत गरिएको निजीकरण विधेयकको उद्देश्य सार्वजनिक प्रतिष्ठानहरूको व्यवस्थापनमा सुधार ल्याउनु र तिनीहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु हो भनेर भनिएको छ र मन्त्रीज्यूले पनि कानुन बनिसकेपछि यसको कार्यान्वयन सुनिश्चित हुनुपर्छ र यसै उद्देश्यका साथ यो विधेयक ल्याइएको हो भनेर भन्नुभएको छ। तर यो विधेयकका मूल उद्देश्यहरूतर्फ यसो ध्यान दिँदै गर्दाखेरि यो विधेयकमा पनि केही संशोधनहरू आवश्यक छ भनेर मैले केही मेरा संशोधनहरू राखेकी छु। पहिलो दफा 2 मा मैले संशोधन राखेको छु, जसमा विधेयकमा निजीकरण ऐन 2050 मूल ऐनको लामो नाम र संक्षिप्त नाममा संशोधन गरिएको छ भनेर यसमा निजीकरण शब्दको सट्टामा सार्वजनिक प्रतिष्ठान ब्र्याकेटमा सरकारी लगानी व्यवस्थापन शब्द राखिएको छ। सुरुमा म मन्त्रीज्यूलाई यो सार्वजनिक प्रतिष्ठान शब्दले के बुझाउँछ भनेर सोध्न चाहन्छु, किनकि सार्वजनिक प्रतिष्ठान शब्दले केवल संस्थाहरू मात्रै बुझाउँछ कि जस्तो लाग्छ मलाई चाहिँ, जबकि सरकारी सम्पत्ति जस्तै कि भूमि, उपकरण र सेवाहरूको पनि व्यवस्थापन गर्न आवश्यक छ र सरकारी लगानी शब्दले अलिकति न्याय गर्दैन कि जस्तो मलाई चाहिँ लागेको छ र सार्वजनिक सम्पत्ति तथा लगानी व्यवस्थापन शब्दले ऐनको दायरा स्पष्ट बनाउने हुँदा र त्यस दफामा सार्वजनिक प्रतिष्ठान व्यवस्थापन शब्दको सट्टामा सार्वजनिक सम्पत्ति तथा लगानी व्यवस्थापन भन्ने शब्द राख्दा उपयुक्त हुन्छ भनेर मैले संशोधन राखेको छु। र दोस्रोमा विधेयकको दफा 8 मा खण्ड क पछि खण्ड क 1 थप गर्ने भनेर मैले संशोधन राखेको छु, जसमा सरकारी लगानी व्यवस्थापनको चयन, मापदण्ड र प्राथमिकताहरू सार्वजनिक रूपमा खुलासा गर्नुपर्ने भनेर मैले संशोधन राखेको छु। यस संशोधन राख्नुको मुख्य उद्देश्य भनेको पहिलो नम्बरमा पारदर्शिता बनाउनु हो। दोस्रो भनेको सहकारी सम्पत्तिको व्यवस्थापन गर्दा कुनै पनि अनियमित निर्णय वा स्वाच्छाचारी क्रियाकलापहरूको जोखिम कम गर्न हो भने तेस्रो नम्बरमा सार्वजनिक रूपले चयन, मापदण्ड र प्राथमिकताहरू खुला गर्दाखेरि सरकारले गरेको निर्णयको बारेमा जनताको पनि विश्वास बढ्नेछ भन्ने हेतुले मैले यो संशोधन राखेको र चौथो नम्बरमा अनावश्यक राजनीतिक प्रभाव र भ्रष्टाचारीलाई रोक्नको लागि पनि मद्दत पुर्याउँछ भन्ने हिसाबले मैले यो संशोधन राखेको छु र यस प्रकारको सुधारले सरकारी लगानीको व्यवस्थापनलाई पनि अधिक जिम्मेवार बनाउँछ र पारदर्शिता पनि बनाउँछ भन्ने कुरा म मन्त्रीज्यू समक्ष राख्न चाहन्छु। र अर्को भनेको दफा 18 मा जरिवाना वृद्धि गर्नेमा मैले संशोधन राखेको छु, जहाँ मूल ऐनको दफा 18 मा 5,000 रुपैयाँसम्म भन्ने शब्दको सट्टामा 1 लाख रुपैयाँसम्म वा 2 महिनासम्म कैद वा दुवै हुने भन्ने व्यवस्था राखिएको छ। यसलाई सुधारेर उल्लङ्घनको गम्भीर्यताका आधारमा रु 25,000 देखि 1 लाखसम्म जरिवाना गर्ने संशोधन मैले राखेको छु, जसले अलि कार्य उल्लङ्घनको गम्भीर्यता अनुसार सजायमा पनि अलि भिन्नता राख्नको लागि पनि मद्दत पुर्याउँछ जस्तो मलाई लाग्छ। मैले भन्न खोजेको यदि कुनै कार्य गम्भीर छ भने त्यसका लागि त्यही अनुसारको जरिवाना निर्धारण गर्ने भन्ने हिसाबले पनि मैले यो संशोधन राखेको। यसले अलिकति न्याय पनि दिन्छ कि भन्ने मलाई लागेको छ, जस्तो कि एउटा सबैलाई 1 लाखै जरिवाना राख्न आवश्यक हुँदैन कि त्यो उसले जे उल्लङ्घन गरेको हुन्छ त्यसको आधारमा 25,000 देखि 1 लाखसम्म जरिवाना राख्दा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। र अन्त्यमा म मन्त्रीज्यूलाई के भन्न चाहन्छु भने यदि विधेयकको कार्यान्वयनलाई अझै पनि प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले यो विधेयक ल्याइएको हो भने मैले राखेका संशोधनहरू समावेश गरेर मात्र विधेयक पारित गरियोस् भन्न चाहन्छु। हस्, धन्यवाद।